हेलो हेलो गाइज, आज चाहिँ हामी यता आइरहेछौँ भन्नुपर्छ र हाम्रो गाउँको चाहिँ दृश्य यस्तो छ, हेर्न सक्नुहुन्छ हजुरहरूले। हजुरहरूकोतिर के कस्तो छ गाइज भन्नु होला। र म चाहिँ यता बजारबाट आइरहेको छु गाइज। अनि मेरो भिडियोमा लाइक कमेन्ट सब्सक्राइब चाहिँ बढाइदिनु होला। र त्यो चाहिँ बौद्ध मावि स्कुल हो गाइज। हाम्रो गाउँघर टोलहरू यस्तो छ भन्नुपर्छ। अनि अरू के छ भन्नुपर्छ है गाइज। मेरो ब्लग हो यो चाहिँ, मेरो न्यू ब्लग हो। एक लाइक कमेन्ट सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु है गाइज। गाउँघर यस्तो छ भन्नुपर्छ। हाम्रोतिर चाहिँ मन्द मन्द घाम लागिरहेछ, बादल लागिरह भन्नुपर्छ। हजुरकोतिर के कस्तो छ कमेन्ट गर्नु होला भन्न चाहन्छु। र मेरो नाम चाहिँ सुजना केसी हो। मेरो घर चाहिँ दोलखा हो। अहिले म 23 इयर्स भयो मेरो अहिले। माई हाउस माई भिलेज भन्न चाहन्छु। र अहिले चाहिँ म बाटोतिर छु भन्न चाहे। म चाहिँ बजारबाट आएको हो गाइज। अनि हेर्न सक्नुहुन्छ हाम्रो गाउँको दृश्यहरू यस्तो छ। हजुरकोतिर के कस्तो छ त्यहाँनिर चाहिँ गाइस एकदमै लटरम्मै आल्छ पनि रहेछ। त्यो चाहिँ कसको हो हाम्रो होइन, थाहा छैन हामीलाई कसको हो। त्यहाँ चोर्न जान पनि मिल्दैन गाइस, चोर्न पनि जान मिल्दैन नि त। अनि त्यही भएर यसो माई भ्लग बनाइरह हो। मेरो भ्लगमा लाइक कमेन्ट सब्सक्राइब आउँछ भने म आशको साथमा बनाइरहेको छु। सब्सक्राइब गरिदिनु होला। मेरो भिलेज कस्तो लाग्यो, हाम्रो गाउँघर कस्तो लाग्यो होला कमेन्ट गर्नु होला। हाम्रो गाउँघर यस्तै छ भन्नुपर्छ। र हजुरको घर कस्तो छ भन्न चाहनुहुन्छ भने भन्नु होला। र मेरो भ्लगमा चाहिँ नयाँ नयाँ साथी हुनुहुन्छ भने पनि कमेन्ट छोडिदिनु होला। मेरो भिडियोलाई लाइक कमेन्ट सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला है त गाइज। र अर्को कुरा, मेरो च्यानल चाहिँ एकदमै सब्सक्राइब थोरै छ, हल्का बढाइदिनु होला भन्न चाहन्छु। र अनि अर्को कुरा के भन्न चाहे भने यो घर चाहिँ यस्तो छ हाम्रो गाउँको घर होइन गाइज। के गर्नु यस्तै हो। तपाईँहरूको गाउँ कस्तो छ, हाम्रो गाउँ यस्तो छ, हाम्रो गाउँको भ्यू टार यस्तो छ भन्न चाहन्छु। र हजुरकोतिर के कस्तो छ भन्न चाहन्छु। अहिलेलाई भने म भिडियो बनाइरहेको छु भन्न चाहे। त्यो होइन नि, त्यो हो त्यो वालाको तिनवटा हो, उताको हाम्रो हो के। भइहाल्छ नि। के छ कसो छ, हामी चाहिँ बजारबाट आइरहेछौँ भन्न चाहन्छु। के अनि एउटाको 20 रुपियाँ खा भनेको थियो, खाएको हो। अनि हेलो हेलो गाइज, सपोर्ट लाइक सपोर्ट मी ओके। अबिस्का गाडी आयो, सबै क्लियर भए पैसा भनिदिनु नि। पैसा क्लियर भए भनिदिनु पर्छ कि गाइज। ल हेर्न सक्नुहुन्छ हाम्रो गाउँ टोल छरछिमेक सब हेर्नु होला भन्न चाहन्छु। र यसलाई बोलाउनु न। अनि म चाहिँ भिडियो बनाइरहेको हो अहिले चाहिँ, यस्तै भन्नुपर्छ है। भित्र बस भन न। यता अलिक छेउमा बस न।
Hello, 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 guys. Support me, okay? Support me, guys. Support me, okay? हजुर ए यहाँ भ्लग बनाइरह हो, त्यही भएर मेरो मिनी भ्लग अथवा भ्लग बनाइरह हो, त्यही भएर टस बल्या हो के भ्लग बनाइरह हो नि त मेरो मिनी भ्लगमा। हाई सबैजनालाई, ओके बाई रे क्या। भ्लग मेरो भ्लगमा कसैलाई देखाउन चाहेन मैले, बस मेरो भ्लगमा लाइक कमेन्ट सब्सक्राइब चाहिँ आओस् भन्न चाहन्छु। र मेरो भ्लगमा चाहिँ एकदम सब्सक्राइब पनि कम छ र केही पनि छैन नि त, त्यही भएर एकदम लाइकहरू चाहिँ गरिदिनु होला है। म दुखी गरिबको तर्फबाट भन्न चाहन्छु। र यो चाहिँ दोलखा रामेछाप सँगसँगै होइसिन्छ भन्न चाहन्छु। र मेरो लाइकको कमेन्ट सब्सक्राइब चाहिँ गर्न नबिर्सिनु होला, बारम्बार भनिरहेछु गाइज। यो मेरो भ्लग भरे आउने छ युट्युबमा। अहिले चाहिँ एकदम यस्तै हाल्ने हो भनेर भन्नुपर्छ है त। अहिलेलाई चाहिँ 8 मिनट त हुनुपर्छ भिडियो, 7 मिनटको त भएको छैन। माई भ्लग अनि अरू के छ हजुरहरूकोतिर? घाम लागेको छ कि छैन? हाम्रोतिर त मन्द मात्र लागिरह। यस्तो राम्रो भ्युज आइरहेछ पछाडि भन्न चाहन्छु। र अर्को कुरा, हामी चाहिँ आज के अरे घुमेर आएको हो कि, घुमेर मतलब बत्तीको पैसा हुन्छ, त्यो बत्तीको पैसा बुझाएर आएको हो। हामी चाहिँ छौँ 3-4 जना छौँ अहिले चाहिँ। अनि हाम्रो बत्ती गाउँमा त बत्ती बाल्नुपर्छ, अनि गाउँमा होस् या सहरमा होस् बत्ती पैसा त जहाँ पनि बुझाउनु परिहाल्छ। अनि त्यही भएर बुझाएर आएको भन्नुपर्छ है गाइस। यहाँ हेर्न सक्नुहुन्छ घाम, अनि यतातिर हेर्न सक्नुहुन्छ यो दृश्यहरू सबै हेर्न सक्नुहुन्छ तपाईँहरूले। यो हेर्न सक्नुहुन्छ, अरू कुरा के हेर्न सक्नुहुन्छ, यहाँ सबै कुराहरू हेर्न सक्नुहुन्छ। हस् त, मेरो आजको भिडियो चाहिँ मैले यहीँनिर समाप्त गर्न चाहेँ। र लाइक कमेन्ट सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला है त गाइज। यति भन्दै मेरो यो भिडियोहरू चाहिँ यहीँनिर समाप्त गर्न चाहन्छु। हस् त, बाई, टेक केयर। मेरो भिडियोलाई चाहिँ लाइक कमेन्ट गर्न चाहिँ नबिर्सिनु अनि फेरि त्यहाँ है त। यस्तो राम्रो गाउँघरको भ्युज आइरहेछ, यति दामी आइरह। त्यहाँ हेर्न सक्नुहुन्छ हाम्रो गाउँको स्कुल हो यो चाहिँ। ओके बाई, टेक केयर।